आज 31 मार्च र नेपाली विद्यार्थीहरूको लागि एकदमै बवाल र गोल्डन चान्स दिएको छ अस्ट्रेलियन गभर्मेन्टले, किनकि नेपाल अब असेसमेन्ट लेभल 2 मा आइसकेको छ। जो मेरो स्टुडेन्ट्सहरू 2023-24 पास आउट र पिसिएल चाहिँ स्पेसली 20 पास आउट पनि हुनुहुन्थ्यो भने उहाँहरूको फाइनेन्सियल पार्ट मिलेको थिएन भने पनि उहाँहरू चाहिँ तपाईँको इजी तरिकाले चाहिँ अस्ट्रेलिया जान सक्नुहुन्छ बिना फाइनेन्सियल बर्डनको साथमा। र त्यसमा चाहिँ कुन तरिकाले फाइनेन्सियल डकुमेन्ट्सहरू मिलाउने त्यो हाम्रो टिमले तपाईँलाई 100% तपाईँलाई चाहिँ आएर चाहिँ सजेस्ट गर्नेछ र यो कुरामा चाहिँ तपाईँलाई चाहिँ कुन तरिकाले अगाडि बढ्ने भन्ने कुरामा चाहिँ हामीले तपाईँलाई सहयोग गर्नेछौँ। र 2020 पास आउट पिसिएल नर्सिङ र तपाईँको म्यानेजमेन्ट पढेको स्टुडेन्ट 23-24 पास आउट 2.4 जिपिए भन्दा माथि र आइएल्समा 6 र पिटीमा चाहिँ ओभरअल 50 छ भने टाइम वेस्ट नगरिकन आजै करियर विङ्स दौडिहाल्नुहोस् र यही आउने इन्टेक मे र जुलाई इन्टेकको लागि आफ्नो प्रोसेस गर्नुहोस्, त्यो पनि अन्डर 12 लाखमा। ल यो एकदम गोल्डन अपर्च्युनिटी मिस गर्नुभयो भने सबै कुरा मिस हुनेछ। र आजै करियर विङ्स आउनुहोस् र एप्लिकेसन सबमिट गर्नुहोस् आउने नेक्स्ट इन्टेकको लागि। धन्यवाद।